अहिले बाढी आई अप्पा कत्रो बाढी आयो यार मेरो डेलीको दुवाली हो पहिलाको है जानु जिन्दगी चाहिँ हुनु पर्यो के चारवटा बिहे गर्ने साम्पाङ नआउने भएर आज त्यहाँको ल हामी चल्दै कविताहरू त मलाई लान्छ अरे भनिरहेको थियो अक्षय हामीलाई त के लाग्छ हेलो सेवा नमस्ते सबैजनालाई आए तपाईँहरू पनि सन्चै हुन्छ होला म पनि एकदम आरामै छु अनि पहिलो कुरा त सबैजना नेपालीहरूलाई दाजुभाइ तथा दिदीबहिनीहरू आमा बुवा सबैलाई बुद्ध जयन्ती प्लस बाहुलीको सबैजनालाई धेरै धेरै शुभकामना पापा आउँदै हुन्छ खोइ के बाहुली चाहिँ बाहुली हो ल तपाईँहरूलाई अनि आज हाम्रो चाहिँ तल माइबेनी लाग्ने ठाउँमा हाम्रो चाहिँ उयो यलम्बरको मूर्ति स्थापना गरेको छ त्यसमा चाहिँ आज त्यहाँको आज चाहिँ त्यहाँ चाहिँ उद्घाटन रहेकोले गर्दाखेरि सबैजना यहाँ हाम्रो माइजोकमै चारको गैरी गाउँकोमा सबैजना त्यहाँ बोलाएको छ त्यही भएर हामी पनि यसो गएको अनि अरू ठाउँकोहरू पनि आउँछ त्यहाँ विभिन्न नृत्यहरू पनि देखाउने गरेको छ आफ्नो जातीय नृत्यहरू पनि देखाउने सुनेको छु र तपाईँहरूलाई म त्यहाँको सबै देखाउने छु कस्तो हुन्छ हेरिदिनु होला भिडियो अन्तिमसम्म साथ दिनु होला जिन्दगी चाहिँ हुनु पर्यो के चारवटा बिहे गर्ने हामी चाहिँ चार भाइ हिँडेको छु हाम्रो केटाहरू पनि आउँदैछ अनि मतलब छैन हाम्रो साथीहरू हुन्छ टुन्डे चाहिँ घर जायो भरे तल फेरि तिमीलाई धेरैजनाले यो ठाउँ त देखिसक्नु भएको छ जहिले जहिले मन लाउँछ अर्ग्यानिक भिडियो लाउने भनेको यही गाउँ हाम्रो हाइवेमा उयो के भन्छ हिजो रातिको बर्सातको कारण अहिले भेलबाडी चलेको छ त्यही भएर हामी आज मिर्गा झोड्ने बाटो जाँदैछौँ ए हाम्रो घाँस बोक्ने यो दैनिकी बाटोलाई चाहिँ मिर्गा झोड्ने अरे यो चाहिँ हाम्रो मलेसियन रिङ्गेट एकदम आज यति ह्यान्डसम भएर आएको छ मलेसियाले गाइजहरू आएको 3 महिना भइसक्यो अहिले सुकेर चाहिँ सुक्खै भइसकेको छ पैसा चाहिँ छैन र पनि केटाहरूले मलाई धेरै नै गर्दैछ आज गर्छ तर अस्ति नगर गाइछ मलेसियन भनेर पद बढाइदिन्छ भने हाम्रो सोमले पनि भिडियो त अनिवार्य मेरो त प्रायः टुटाउँदैन तिम्रो घर हेर सम्झना साथमा धेरै धेरै माया अस्ति शङ्कर हेरेर किनिसक्यो मैले बुझेसँग गाई हामी चाहिँ खोला तरेर आइसक्यो यो खोला बाढी पनि आएको रहेछ लाइन नभएकोले ब्याट्री एकदम कम्ती छ खोला त धेरै सुकेको छ है यहाँ छ हाम्रो जङ्गल यहाँतिर रहेछ गोदक हामी हाइड्रो पावरको यो सडकमा हिँड्दैछौँ अब पुग्नु आँटिहाल्यौँ माथि एकछिन बस्यौँ खोला बाढी आएको रहेछ र बिस्तारै लुगा खोलेर तर्यौँ हामी अनि अब हामी जाँदैछौँ अझै लुगाहरू टक खोलेको छु अब तल साकेला नृत्यहरू हुन्छ कस्तो हुन्छ तपाईँहरूलाई म देखाइ नै हाल्छु तपाईँहरूले भिडियोहरू हेरिदिनु होला अन्तिमसम्म हेरेर साथ दिनु होला सेयर कमेन्ट लाइक सब्सक्राइब गरिदिनु होला मेरो पनि गाउँको ब्लगहरू कस्तो छ यसो हेरेर जिज्ञासा के छ प्रतिक्रिया दिनु होला माइ खोलाको पुल आइसक्यो हामी ए जोगमाई खोलाको केटाहरू फोटो सुट हान्दैछ गाइस
सिमरायो त भरे खानुपर्छ हामी। यहाँ सिमरायो पनि रहेछ गाइस। यो हरियो चाहिँ सबै सिमरायो। कसैलाई चाहिएको छ भने सम्पर्क गर्नु होला। यता चाहिँ दिपेश दादा मेरो डेलीको दुवाली हो पहिलाको है। सानोमा बाख्रा चराउन आउँदाखेरि दिनमा 3 काल दुवाली धुने ठाउँ है यो चाहिँ। यो हो। अहिले हामी छिप्पेर बुढो भइसक्यो। अहिले अलिक पाता लाउँछु। यति पहिला हामी कत्लेहरू उपलब्ध गराउँथ्यौँ। माइबेनीको यात्रा तय गर्दैछौँ। आउनु होला तपाईँहरू पनि। गाई चाहिँ अहिले कहिले बाढी आई। अप्प कत्रो बाढी आयो यार। आमामा अहिलेबाट यहाँ गोठालाई बाख्रा तराउँदैछ यार। बाढी बढ्दो यार एक्कासी यहाँ। र बर्खाको भेल बाढी बर्खामा अलिकति सतर्क भएर हिँडिदिनु होला। यी अहिले यहाँबाट बाख्रा चराउँदै थियो एकजना गोठालाले। अहिले यस्तो बाढी आइदियो। आमामा कस्तो दामी देखिँदो रहेछ यार हाम्रो रानीटार। रानीटार हो हाम्रो रानीटार यस्तै छ। माइबेनी ठिकै छ। हाम्रो रानीटार देख्न सक्नुहुन्छ। हरियाली हरियाली छ। माइबेनीको सिन यार। पारी उयसमा नाचाउने अरे नि त ग्राउन्डमा भन्दै थियो। गाइस हामी चाहिँ गर्मीले सिकिस्त भयो। हामी चाहिँ बाटो चाहिँ माइबेनी जाने बाटोमा यो आज। अनि साकरा नाते पनि त्यहीँ हो एकै ठाउँ हो। गर्मी छ त्यस्तै। जरा साकेला नृत्य देखाउनु लागि पारीबाट यस्तो हैरान गरेर आउनुभयो। त्यही बाढीले रोक्दैछ। बाटो बनाइदिएछ। यस्तो मान्छेहरूलाई बाढीले रोकिरहेछ यार। हाम्रो पूजा हुने ठाउँ चाहिँ यहाँ हो आज। कस्तो मधुरो देखियो। कस्तो हुन्छ तपाईँहरूलाई म भिडियो देखाउने छु। सामलिङ हाइड्रो पावर ट्र्याक्टरमा तार्नु आँट्यो। तर चाहिँ यो पारी रहेको हाम्रो विभिन्न ठाउँबाट आउनुभएको हाम्रो चेलीहरूलाई चाहिँ यो नृत्यको लागि ट्र्याक्टरले तार्ने निर्णय गरिसक्नु भएको रहेछ। हामी पनि त्यो उयसमा त पुगिसकेको छैनौँ। हामी हेर्नुको लागि जाँदैछौँ। हेर्नु होला। हो ट्र्याक्टरले यहाँनिर चाहिँ अहिले ट्र्याक्टरले तार्ने क्रम भइरहेको छ बाढी आएको कारणले। देख्न सक्नुहुन्छ निकै ठुलो बाढी आएको छ खोलामा चाहिँ। पारीबाट आउने मान्छेहरू तर्न नसकेर ट्र्याक्टरले तारिरहेको छ। हेर्दा हेर्दै कत्रो बाढी आयो नि त त्यसैले अनि ट्र्याक्टरबाट तार्ने क्रम भइरहेको छ। बोल्ने चाहिँ को आएको छ यो नम्बर नि पार्टीलाई चाहिँ हामीले कार्यपालिकाको निर्णयअनुसार भत्तालाई हामीले मेरो व्यक्तिगत तथा उहाँको तर्फबाट सम्पूर्णलाई चाहिँ एकदमै धेरै सल्युट तथा सम्मान व्यक्त गर्न चाहन्छु। उहाँहरूले आफ्नो क्षेत्रको यो ऐतिहासिक क्षेत्रलाई चाहिँ जगेर्ना गर्नको साथै यस क्षेत्रलाई चाहिँ आगामी दिनहरूमा चाहिँ अझ थप बढी प्रचार प्रसार र यो विभिन्न भौतिक पूर्वाधार विकासको निमित्त चाहिँ यसरी नै सधैँभरि अगाडि लागिराख्नु हुने छ भन्ने एउटा विश्वाससहित सम्पूर्ण माइबेनी मेला व्यवस्थापन समिति लगायत देश तथा विदेशबाट रकम सहयोग गरेर साथै विभिन्न क्षेत्रबाट चाहिँ यस पाठको
स्थापनाको निमित्त चाहिँ श्रमदानमा आउनुहुने सम्पूर्ण व्यक्तित्वहरूलाई म सम्मान जनाउँदै सम्पूर्णलाई फेरि पनि आगामी दिनहरूमा अझ जागरुक भएर चाहिँ आफ्नो क्षेत्रहरूको चाहिँ प्रचार प्रसार र विकासको निमित्त यसरी नै लागिरहनुहुन्छ भन्ने विश्वास राख्दै सम्पूर्णलाई फेरि पनि यो उठौनी पर्व वैशाखी पूर्णिमाको शुभकामना व्यक्त गर्दै मेरो छोटो भनाइहरू यही अन्त्य गर्न चाहन्छु। हस्, धन्यवाद, नमस्कार। धन्यवाद। यतिखेर क्रस नगरिदियो न, यता निस्किदियो न। तँ पनि दिइरहेछस् यहाँ दाइ आइ भनिदिनु भरे भ्लग कहाँबाट पायो खोइ हाम्रो केटाहरू चाहिँ हुन्छ। खोइ त वाचिपा खोइ पुलिसहरूले लाइनै बसाएन, उनीहरू चाहिँ अख्रेर हिँड्नु। खोइ पुलिसहरूले लाइनै बसाएन, उनीहरू चाहिँ अख्रेर हिँड्नु। होइन दाइले भन्नु खानु मिल्छ। कुन कुन हो अब बुढो जातिले खानु छोड्यो, जम्मै युवाहरू यता खानुपर्छ। हुन्छ हामी ढुङ्ग्रो हेरौँ पानी नै नभएको मात्रै हामीलाई त भेटेन नि उयो वाचिपा त लाइन हेर्न त्यहाँ होइन एकछिन पर्खिनु भन्छ नि खोइ हाई भन न। ल अब चाहिँ हामीलाई पनि फाइनली पायौँ गाइस। हामी चाहिँ वाचिपा बजाउँदैछौँ। टम्ची पनि दिनुपर्ने नि त्यो सबै त्यो व्यस्त पनि भयो त। हाम्रो तुङमा पनि छ यहाँ। हाम्रो यो पालिको उभौली चाहिँ बबालै भयो। भिडियो पो गाइस हामी त चित्ते सित्ते पनि खाएर वाचिपा सचिपा चाख्यो अनि उम्बाक पनि खाइयो। अनि हामी चाहिँ यो बगरमा अलिपट्टि पनि नाच्दै हुने रहेछ, त्यहाँ जाँदैछु। तपाईँहरूलाई म त्यहाँको भिडियो देखाउँछु, हेरिदिनु होला। नजिक गर न उयो छ मेरो फोन ब्यागमै छ।
म नभएकोमा तिमी मन नदुखाऊ किनभने तिम्रो भिडियो क्यामेरा र तिमी ग्राफर उस्तै छ किनभने लगायत हाम्रो चाहिँ इन भइसकेको छ हामी चाहिँ माइजोकमाईको यो के पो भन्छ मन्दिर स्थापना छाडेर गइसकेको छु म अब साकेला सिलीहरू केही माध्यमहरू सिकेर हामी चल्किसकेको छौँ प्रवेशको लागि तर आउनु चाहिँ आउँदैन क्यामेराम्यान उचाल्न परेको भयो